अचानक धादिङ जानुपर्ने कारण के बन्यो अनि मम्मीलाई के भयो त? अलराइट गाइज, सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आजको बिहानको मिलिङ भ्लग चाहिँ गजरी बजारबाट नै सुरु गरेँ अनि भर्खर मुख धोएर हिँडेको भएर होला यस्तो देखिएको। आजको मौसम चाहिँ एकदम हुस्सु लागिरहेको थियो अनि हामी सबैले चाहिँ एक एक कप चिया पियौँ। चिया खाएको नि पैसा तिरेर हामी चाहिँ लाग्यौँ। कतातिर लाग्यौँ त पछि भन्ने नै छु। हामी चाहिँ खास गरी मम्मीलाई सन्चो नभएर आएका हौँ। त्यो चाहिँ कुन रोग हो भन्दा चाहिँ अहिले भन्नु मिल्दैन, म पछि अरू कुनै दिन भिडियोमा भन्नेछु। मलाई चाहिँ बाटेको धुप ल्याउनु भनेर भन्नुभएको थियो अनि मैले बाटेको धुप पनि लिएर आएँ अनि मेरो चाहिँ छुट्टै काम भएको कारणले चाहिँ म यहाँबाट निस्केर अन्त आएँ अनि घर आएको त दिदीले 1000 रुपियाँ दिएर मासु किनेर ल्याइज्यू भनेर भन्नुभयो अनि म र भाइहरू चाहिँ गएर मासु किन्न गयौँ अनि त्यसपछि 1 केजी मासु गरिदिनु भनेर चाहिँ मासु पनि रेडी गरिदिनु भयो अनि मैले बोकेर पनि आएँ। त्यतिकैमा हामीलाई पानी पनि लिएर आइज्यू भनेर भन्नुभयो। पानी लिन जाने ठाउँ चाहिँ अलिक टाढै रहेछ। त्यसपछि बल्ल बल्ल पानी भरेर हामी चाहिँ फेरि घरतिर आइसक्यौँ। त्यसपछि घर आएर खाना खाएर म चाहिँ चितवन आउन लागेको। त्योभन्दा पहिला चाहिँ मम्मीलाई थोरै खर्च दिएर चाहिँ म चितवन आउन निस्केँ किनभने मम्मी चाहिँ अझै 3-4 दिन बस्नुपर्ने अवस्था आइसकेको थियो। त्यसपछि चाहिँ म चितवनको लागि हिँडेँ। मोबाइलमा चार्ज नभएको कारणले चाहिँ योभन्दा अगाडि भिडियो बनाउन सकिनँ। आई होप तपाईँलाई भिडियो राम्रो लाग्यो होला। भिडियो लाग्यो भने च्यानललाई सब्सक्राइब गरिदिनु चाहिँ नभुल्नु होला।